ए गजेडी गाँजा खा, तेरा बाउ तेरो घरमा बसेर खा, त बाहिर निस्केर तेरो उत्पात नगर। गाँजा खाएर के लेख्यो फेसबुकमा? फक भनेको के हो? तेरै घरकोलाई फक भन्, तेरा बुढीलाई भन्, तेरो आमालाई भन्, तेरो छिमेकीलाई फक भन्। दलाल त यो देशको चाहिँ नेपालको इज्जत जाने गरी काठमाडौँ महानगरपालिकाको मेयरको चाहिँ भोइस त्यही हो। एउटा मेयर भएर चाहिँ मान मर्यादा सम्मानमा बस्नु पर्दैन? तँलाई काठमाडौँ महानगरपालिकाको चाहिँ मेयर बनाएर जनताको काम गर्न बनाएको। तेरा बाउको गजेडी खाएर खान त खाएँ मैले गाँजा, मेरै बाउको खाएँ भने जस्तो हुन्न। गजेडी भएर तँलाई व्यक्तिगत रूपमा कुनामा बसेर खा, हामीलाई आपत्ति छैन। गाँजामा बेहोस भयो, हामीलाई मतलब छैन। त गाँजामा डुबेर मर, हामीलाई मतलब छैन। भीम उपाध्यायलाई चाहिँ गुरु मानेर भीम उपाध्यायको घरमै गएर गाँजा तान, तेरा बाउ, हामीलाई मतलब छैन। तर नेपालको संविधान अनुसार बसेर काठमाडौँको मेयर भएर गजेडी खाएर बाहिर ल्याएछ भने तँलाई थुतेर लगेर कहाँ डाँडा कटाउनु पर्छ, युवराज सभाले कटाउँछ। उसको वैयक्तिक कुरा हो। गाँजा खाएर जे पाए लेख्ने, गाँजा खाएर जे पाए बोले गाँजा खाँदै सुत, अनि गाँजाले छोडेपछि उठ्न त गजेडीलाई कसले तँलाई चाहिँ देश डुब्न लाग्यो गजेडी उठ भनेर कसले भनेको छ र? कुम्भकर्ण जसरी गाँजा खाएर त चाहिँ 6 महिना सुतेन हामीलाई बाल। हामी महान नेपाल जिन्दाबाद, महान नेपाल जिन्दाबाद, महान इन्डिया जिन्दाबाद, महान चीन जिन्दाबाद, महान अमेरिका जिन्दाबाद, महान विश्व जिन्दाबाद। हामी कुनै देशको विरोध गर्ने मेरो संविधानले मलाई दिँदैन, कुनै देशको विरुद्धमा जान मेरो संविधानले दिँदैन। यो गजेडीलाई हेर्नुहोस्, यो गजेडी र सुदन गुरुङ भन्ने छ, यिनीहरूलाई कुन दिन कुन चाहिँले एउटा गाउँमा तपाईँको चाहिँ जङ्गलमा एउटा गुलेली हान्ने सिकारीले खतरक्क पारेर तपाईँको चाहिँ चरालाई खसाल्छ। त्यसै गरी अमेरिकी एजेन्टहरूलाई कुन चाहिँ देशले म अहिले तोक्दिनँ। यस्तै हवैया रवैया हो भने कुन दिन पुर्लो किनेर गोली खाएर मारिनेछन्। यो कुरा मैले भनिदिएको छु। त ट्यापे गजेडीहरू ठेगान बस, बढी गरिस् भने लुसिफरहरूलाई कसरी डाँडा कटाउने? एउटा चाहिँ जेलेन्स्कीलाई जेलभित्र हालिदिने मान्छे हो, त लुसिफरको पनि जेल जाने दिन होला, विचार गर भाइ। हामी देशभक्त नेपाली नागरिक हो। हाम्रा पुर्खाले सिन्धुलीगढीको युद्धमा अङ्ग्रेजहरूलाई परास्त गर्ने मान्छेको नाति पनाति खनाति अझ के हुन्छ त्यो मान्छे हो। मेरा हजुरबा, मेरा जीवाहरूले नेपाल अङ्ग्रेज युद्धमा सिन्धुलीगढीको लडाइँमा तपाईँको चाहिँ युद्ध लडेर अङ्ग्रेजलाई हराएको खलको सन्तान हो म, बाघको डम्बरू हो म। तिमी जस्ता भिजिलान्ते, तिमीहरू रहेर सिआएका एजेन्ट जस्तो होइन। मेरा घरमा अस्तिसम्म ढाल र तरबार मेरो बाजे बराजुले लडाइँ लडेर राखेको इतिहासको चिनो निशानी भएको मान्छे हो। यस्ता तपाईँको चाहिँ लुसिफरहरूलाई युवराज सफलले हेर्दैखेरि दशात परा जान्छन्। त्यसले गर्दाखेरि हामीलाई के मतलब भन्ने? गजेडीहरूका विषयमा म धेरै कुरा गर्दिनँ, त्यही हो कुरा।